मैले लिएर आएको छु तपाईहरुलाई ओट्सको एकदमै मिठो रेसिपी। मैले लिएको छु रोल्ड ओट्स। यसलाई चाहिँ मैले ओभरनाइट सोक गर्थेँ तर बिर्सेको भएर यसलाई तातो पानीमा आधी घण्टा भिजाउँदा यस्तो मज्जाले लतक्क गलिसकेको थियो र यो पानी चाहिँ म पछि युज गर्छु। भेजिसमा मैले लिएको छु प्याज, सकरखण्ड, मुन्टा, टमाटर, बोडी, गाजर, भिन्डी, लसुन, अदुवा र एउटा सानो पिस बिटरुट। मेरो छोरीले बिटरुट धेरै मन पराउँदैन सो सानो युज गरेको र घरको एकदमै लोकल घिउ। स्पाइसमा म युज गर्छु मेथी, ज्वानो, जिरा, जिरा पाउडर र बेसार। अनि मैले लिएको छु एउटा कुकर। थोरै घिउलाई चाहिँ हिट गरेर त्यसमा चाहिँ जिरा, मेथी, ज्वानो फुराइदिए र 1 बाइ 1 सब्जीहरू भुटे। यसलाई मज्जाले भुटेर हैन तर डढ्न चाहिँ दिन हुँदैन। अनि त्यो भिजाको पानी पनि युज गरेर मैले 4-5 सिटी चाहिँ यसरी लगाइदिए। यतिको चाहिँ गलेको थियो। अब हातले म्यास गर्न सकिन्छ भने त्यो गर्दा पनि हुन्छ तर मैले चाहिँ 3-4 सेकेन्डको लागि ग्राइन्डरमै ग्राइन्ड गर्दिए तर अलि बाक्लो पिनेको थिए। सब्जीहरू पनि देख्न सक्नुहुन्छ ठुलठुलै पिसमा छ। अनि यसमा मैले बालभिटा पनि एड गरे। मेरो छोरीले चाहिँ आजभोलि सिपी बोतल युज गर्छे। अनि उले एकदमै मिठो मानेर यो रेसिपी खाइदियो। खासमा यो जाउलो जस्तै नै मैले पुरै भेजिस युज गरेर बनाएको थिएँ हैन तर चामलको सट्टा ओट्स युज गरेको थिएँ किनकि भन्दाखेरि चामलले बेबीहरुलाई धेरै कन्स्टिपेसनहरु गराउन सक्छ। सो जसलाई चाहिँ बेबीहरुलाई कन्स्टिपेसनको समस्या छ यसरी ओट्स पकाएर दिँदाखेरि बेस्ट हुन्छ। मज्जाले आची गर्छ बेबीहरुलाई। अनि यो पर्फेक्ट मिल पनि भयो कि अब ओट्समा कार्ब्स, प्रोटिन हैन डिफरेन्ट भिटामिन मिनरल्सहरु पाइन्छ। आइरनहरुको सोर्स हो। भेजिसहरु सबै भिटामिन मिनरल्स फाइबरहरुको सोर्स भयो। दही पनि अब क्याल्सियम, प्रोटिन, फ्याटहरु पाउँछ। सो गट हेल्थको लागि पनि दही एकदमै राम्रो हुन्छ। सो मैले चाहिँ सधैँ नै इन्क्लुड गर्ने गरेको छु मेरो छोरीको डाइटमा। मेरो छोरीले चाहिँ सकी इभन थपेर पनि खाए कि आज उले 2-3 चम्चा यति मन पराइरहेको थियो। आजभोलि मेरो छोरीले चाहिँ मज्जाले चपाएर खान्छ। सो मैले उलाई यस्तो टुक्रा टुक्रा नै खुवाउने गरेको छु। तपाईहरु पनि ट्राई गर्नु होला।